शेरबहादुरलाई फेरि प्रधानमन्त्री बनाउने कुरो छ। हामी कुरा नगरौँ, मलाई त फोन आएको थियो होइन, के भनेर थाहा छ, त्यहाँ एयरपोर्ट जाने हो के अरे 5,000 देखि 10,000सम्म पैसा पाउँछ, मासु भात पनि पाउँछ, पेट्रोल पनि हालिन्छ, केही गर्न पर्दैन, के अरे शेरबहादुर जिन्दाबाद काङ्ग्रेस जिन्दाबाद मात्रै भन्ने रे भनेर आएको थियो। त्यस्तो कुरा नगर्नु, हेर्नु पैसा दिएर आएको थियो सबै। तपाईँलाई बोलाएको कसले बोलाउनु भयो तपाईँलाई? ग्रुपहरू थियो, तपाईँसँग के प्रमाण छ? फेरि प्रमाण यहाँ छ त मसँग, मलाई फोनमा कुरा आयो। अनि आइसकेपछि के भयो भने रमिला दिदी जाने हो एकछिन हुलमुलमा भनेर भन्यो होइन। अनि मैले किन जाने म हुलमुलमा भनेर भने मैले। अनि के पनि गर्न पर्दैन, त्यहाँ एयरपोर्टमा हुल जमा ठुलो देखाउने हो रे, पैसा पनि पाइन्छ, मासु भात यसो पेट्रोल सेट्रोल सबै गरिदिन्छ अरे, नारा जुलुस मात्रै गरी जय जय भनिदिए काङ्ग्रेसको होइन, शेरबहादुर जय भनि त्यति भनेर भन्यो भने 10-5 हजार पाउँछ भने म त्यस्तो होइन। शेरबहादुर देउवालाई हिजो भव्य स्वागत गरियो नि। कहाँ गऱ्यो भने शेरबहादुर देउवा आऊ देश बचाऊ भन्ने नारा चल्यो भनेर त्यो पैसा खुवाएर ल्याएको, त्यो सबै सेटिङ मिलाएर ल्याएको, कति करोड त सकाएको छ अरे। शेरबहादुर देउवाको हुङ्कार सुन्नु भएन? ज्ञानेन्द्र शाह राजाले त मलाई केही गर्न सकेनन्, यो अबका बच्चा बच्ची बालेन शाह भन्दैछ। ए काँडे पारको बार उक्लेर के अरे निलै भएको गन्जी एकातिर, कटु एकातिर, स्वास्नी एकातिर, अनि त्यो पर्खालको डन्डी एकातिर गरेर त्यति पेन्ट हुन लागेको बिर्स्यो। अहिले भाइरल भएको छ त्यो भिडियोहरू। त्यो हिजोको दिन थियो, आज त हेर्नुहोस् त भव्य स्वागत भयो शेरबहादुर देउवालाई। अब आजको दिन त्यो भन्दा चर्को हुन लागेको छ, नगुके हुन्छ बढी। अब त एकैचोटि त्यो उक्लिने होइन, एकैचोटि कालो सुरुङमा लाएर राखिदिएर कोद्देलन पहिलाको त्यो नेताहरूलाई गरे जस्तो। डडेलधुरा त म हिँडेर जान सक्छु भन्छन् शेरबहादुर देउवा। सपनामा हिँडेर गए मात्रै हो डडेलधुरा, उही अब डढेर चढे मात्रै होला सस्नी। सुदन गुरुङलाई पुरा च्यालेन्ज दियो नि त। कसलाई? सुदन गुरुङलाई चाहिँ ज्ञानेन्द्र शाहले त सकेन, तिमी जस्तो फुच्चीले सक्छ भनेर च्यालेन्ज दियो नि त। फुच्चीले सक्छ कि सक्दैन, फुच्चीले सक्छ कि सक्दैन, त्यो गरेर देखाएपछि कालो त्यो कोठरीभित्र के अरे त्यो चिसोमा खान पनि नपाएपछि अनि थाहा हुन्छ। इन्टरपोलबाट पनि मुद्दा हाले, अन्तर्राष्ट्रिय अदालत पनि मुद्दा हाले, इन्टरपोल लाएर पनि समात्न खोजे, त्यसै नेपालको सर्वोच्च अदालत पनि मुद्दा हालेर मलाई पक्राउन खोजे। यिनीहरूले सकेन, के गर्न सक्दैन, म त यहाँको बाघ हुँ बाघ भने छ फेरि। ए बाघ भयो, अब यस्तो नि त, आउन साथै नसमातेको नि हुन सक्छ, त्यहाँ सेटिङ हुन सक्छ। हाम्रो सरकार पनि त्यति लाटो कहाँ छ र? अस्ति रासोपाको सेटिङमा शेरबहादुर देउवालाई ल्याइएको भन्नेहरू पनि छन्। होइन त्यो हारा कुरा थियो, जनतालाई जस्तो गगन थापालाई डाउन गराउनको लागि। गगन थापालाई पनि होइन, शेरबहादुर नै हाम्रो अबल अबल व्यक्तिहरू छन्, त्यो शेरबहादुर हामीलाई चाहिँदैन। त्यो सबै यो भ्रम छ अरे हो, यो के अरे रासोपालाको भोट घटाउन, 84मा भोट घटाउनलाई, स्थानीय चुनावको गर्नलाई गरे हो। कस्तो भएको मलाई हेर्नु त यहाँ कसले होला त, यो साइबर स्याल